यो हाम्रो नेपालगञ्जको नगरपालिका र नर्सिङ होम अगाडिको दृश्य जहाँ यति धेरै गाई गोरु घोडा सबै चिजहरू यहीँ देख्न पाइन्छ हजुरलाई। र एउटा गाईलाई चोट पनि लागेको रहेछ र शरीरमा एकदम घाउ पनि रहेछ। मैले 8:30 बजिरहेको छ अहिले। मैले हेल्पको लागि सबैलाई फोन गरेँ तर कहीँबाट केही पनि हेल्प मिलेन। लास्टमा सोल्ची होपबाट प्रकाश दाईले भन्नुभयो म आउँछु भनेर। अब सायद उहाँ आधा एक घन्टामा आउनुहुन्छ होला। तर यताबाट मैले सबैलाई ट्राई गरेँ, मेयर साहबलाई पनि फोन गरेँ, कतिपय आफूले चिनेको भेटनरीहरूमा पनि कन्ट्याक्ट गरेँ तर कोही रेडी भएनन् हेल्प गर्नको लागि। आज अब यो दसैँको बेला भएर पनि होला सबैजना घर जानुभयो होला। तर नगरपालिकाबाट पनि एउटा नम्बर पाएँ, त्यसमा पनि मैले कल गरेँ तर त्यसबाट पनि कल रिसिभ भएन। र यति धेरै हिँड्ने, यति धेरै मान्छे हिँड्छन् यो बाटोमा, कसैले पनि देखेन होला र यो गाईलाई। अनि यो यसरी गाईहरू यसरी रोडमा बसेपछि के हुन्छ, एक्सिडेन्ट नभएर के हुन्छ, यसको व्यवस्थापनको लागि अब हामीले कसलाई भन्ने। म केही दिनदेखि गर्दै आइरहेको छु, धेरै त भएन तर म पनि अब हार एकदम मानिसकेको छु किनभने कहीँबाट केही सपोर्ट र हेल्प मिल्दैन। यो गाईलाई म जति बेला मलाई फोन आयो म एक्लै आएँ, मलाई हेल्प गर्ने कोही पनि हुनुहुन्थेन। एक दुईजनालाई मैले रोकेर हेल्प मागेँ अनि उठाएर बसाएँ तर उसको खुट्टा फ्र्याक्चर रहेछ। त्यसपछि हेल्प पनि ऊ बस्न पनि सकेन। अब यो कति दिनसम्म हामीले यसरी गर्ने हो, नगरपालिकाको हेल्प केही पनि छैन। नगरपालिकालाई मैले हिजो पनि एउटा केसको बारेमा यस्तो यस्तो भन्छ गाईहरूलाई घाउ भइरहेछ अहिले शरीरमा, त्यसको लागि भ्याक्सिनको लागि प्लिज हेल्प चाहियो भनेर मैले भने, त्यसको लागि पनि केही छैन। अब एकतिर दसैँको रमाइलो सबैले हेरिरहेछन् नेपालगञ्जमा, प्रायः सबैको भिडियोमा मैले हेरिरहेको छु नेपाल हाम्रो नेपालगञ्ज राम्रो नेपालगञ्ज भनेर। तर त्यो साइडलाई मात्रै नहेरौँ न, एकचोटि एनिमल्सको लागि पनि कस्तो पीडा छ नेपालगञ्जमा एकचोटि हेरौँ। बाटोमा यसरी बसिरहेको हुन्छन्, खाना पाउँदैनन्, बिना खानाको लागि मर्छन्, कहिले कहिले ट्रिटमेन्ट नपाएर। अब उसले आधा एक घन्टामा ट्रिटमेन्ट पाएन भने ऊ एकदम लास्ट स्टेजमा आइसकेको छ। अब सबैले त्यही भिडियो मैले प्रायः जसो सबै त्यही देखिरहेको हुन्थे। दसैँको रमाइलो झिलिमिली हेरेछन् सबै अनि हाम्रो नेपालगञ्ज राम्रो नेपालगञ्ज भन्दै पोस्टहरू देखिरहेको थिएँ। मलाई त खासै त्यो लाग्दैन किनभने नेपालगञ्ज भइसकेपछि सबै कुरा हेर्नुपर्छ, एकतिर मात्रै त्यो फेस्टिभललाई देखेर मात्रै पनि हुँदैन। सबै